नमस्कार। दुई हात जमिन कागजमा केही धुरको रेखा, तर त्यही रेखाले कहिलेकाहीँ सम्बन्ध मात्रै होइन, सिङ्गो जीवन नै च्यातिदिन्छ। मानिसले के नै लिएर जानु छ भन्ने दर्शन धेरै सुनाउँछन्, तर व्यवहारमा भने केही धुर जग्गाकै विषयले रिस, प्रतिशोध र हिंसाको त्यस्तो आगो सल्किन्छ कि त्यसको अन्त्य सब उठाउने अवस्थासम्म पुग्छ। रौतहटमा मङ्गलबार राति भएको एउटा घटनाले फेरि त्यही कठोर यथार्थ सम्झाइदिएको छ। रौतहटको इस्नाथ नगरपालिका 3 औरैयामा वर्षौँदेखिको जग्गा विवाद मङ्गलबार राति रक्तपातमा परिणत भयो। सामान्य भानाभानबाट सुरु भएको विवाद केही बेरमै हात हालाहाल हुँदै चक्कु प्रहारसम्म पुग्दा 60 वर्षीय बुटन शाहको ज्यान गयो। घटनामा 80 वर्षीय रामबहादुर शाह घाइते भएका छन् भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बाबु छोरा राम अवतार शाह र रामेश्वर शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राति करिब 8:15 बजे पुरानो जग्गा विवादलाई लिएर दुई पक्षबीच विवाद चर्किएको थियो। त्यस क्रममा रामेश्वर शाहले बुटन शाहमाथि चक्कु प्रहार गरेका थिए। ढाडमा गम्भीर चोट लागेका बुटन शाहलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइए पनि उपचारकै क्रममा राति करिब 9:05 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा बचाउ गर्न पुगेका 80 वर्षीय रामबहादुर शाह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको उपचार भइरहेको छ र अवस्था खतरा बाहिर रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले मुख्य आरोपी सहित उनका बुवालाई नियन्त्रणमा लिएर आवश्यक प्रमाण सङ्कलन तथा विस्तृत अनुसन्धान अघि बढाएको छ। केही दूर जग्गाको सिमाना कोर्ने प्रयास अन्ततः एउटा परिवारको जीवन रेखा नै मेटिने बिन्दुसम्म पुग्यो। अदालतले अब दोष र सजायको फैसला गर्ला, तर एउटा ज्यान फर्किने छैन। रौतहटको यो घटनाले फेरि एकपटक सम्झाएको छ, जग्गाको विवाद कानुनी बाटोबाट समाधान नगर्दा त्यसको मूल्य कहिलेकाहीँ मानिसले आफ्नै जीवनले तिर्नुपर्छ।